हेलो, नमस्ते। स्वागत छ तपाईँलाई सुरभिस किचनमा। आज तपाईँहरूलाई म पराठा बनाएर सिकाउँछु है त। पराठा चाहिँ तपाईँहरूले बिहान ब्रेकफास्टमा होस् या लन्चमा होस् या डिनरमा होस्, जेसँग पनि खाँदा हुन्छ। यो चाहिँ जति अब हेर्दा मिठो देखिन्छ, यो बनाउनलाई पनि त्यति नै सजिलो छ। तपाईँहरूलाई म बनाएर देखाउँछु। यसको लागि तपाईँलाई चाहिन्छ आटाको पिठो। मैले यो आटाको पिठोबाट बनाएको हुँ। मैले चाहिँ अब यो 4-5 जनालाई बनाउने गरी बनाएको छु। अनि मैले लिएको छु आटाको पिठो। यसमा मैले यसरी नै बिचमा पानी हाल्ने गर्छु। यसरी पानी हालिदिएँ आधा कप जति। पानी एकदम एकैचोटि धेरै हाल्नु हुँदैन, बिस्तारै बिस्तारै मुस्दै राख्दै गर्नुपर्छ। अनि आटालाई मजाले मुछिदिने। बिस्तारै पानी राख्दै हल्का तरिकाले हेर्नुहोस् त, यसरी नै पानी थोरै थोरै राख्दै मजाले गोलो पार्दै मुछ्दै गर्नुपर्छ। तपाईँले चाहिँ बिस्तारै सबै ठाउँबाट तानेर सबै ठाउँबाट यो पिठोलाई टाँसेकोहरूलाई निकाल्दै मुछ्दै मजाले तपाईँले चाहिँ यसलाई गोलो पारेर तपाईँले 10-15 मिनट अथवा आधा घन्टा जति छोपेर राखिदिए पनि हुन्छ। मैले चाहिँ यतिको मुछिरहेको छु। अनि ठिक्क भइसकेपछि चाहिँ 10-15 जति चाहिँ मुछ्नुपर्छ। अनि मैले प्याज अलिकति, खुर्सानी, अदुवा, लसुन, धनियाँ अनि क्याप्सिकम आदि लिएको छु। क्याप्सिकम चाहिँ तपाईँले अप्सनल हो होइन। अब यतिको लिइसकेपछि चाहिँ तपाईँले चाहिँ अब आलु अघि नै उसिनेर राखेको आलुलाई मैले काटिदिएँ। अनि त्यो आलुलाई काटिदिएपछि चाहिँ तपाईँले स्म्यास गर्न सजिलो हुन्छ। त्यसमा मैले जिरा पनि हालिदिएँ, नुन आधा चम्चा जति हालिदिएँ। अनि मिट मसला पनि अलिकति राखिदिएको छु। अनि खोर्सानीको धुलो पनि तपाईँलाई अप्सनल हो। खोर्सानीको धुलो तपाईँलाई राख्न मन छ भने राखे भयो। तर मैले यसमा हरियो खोर्सानी लिएकोले चाहिँ मैले रातो खोर्सानी लिइनँ। अनि प्याज राखिदिएँ अघि काटेको, क्याप्सिकम पनि राखिदिएँ, अनि धनियाँ पनि राखिदिएँ, लसुन राखिदिएँ। अनि त्यसपछि हरियो खोर्सानी पनि राखिदिएर मजाले मुछिदिने। यत्तिको मुछिनुपर्छ हेर्नुहोस् त। मजाले मुछिसकेपछि चाहिँ अब रोटी तयार गरौँ। रोटीलाई मैले पहिला अलिकति रोटी लिएर अलिक धेरै लिनुपर्छ रोटी चाहिँ। अनि गोलो पारिदिएँ। गोलो चाहिँ अहिले पुरै ठुलो पारेर गोलो पार्ने होइन, ठिक्कको गोलो गरेर त्यसमा तपाईँले मैले त्यो अघि नैको आलुको फिलिङ बनाएको त्यो फिलिङ चाहिँ यसरी बन्द गरिदिनुपर्छ। यो चाहिँ मैले ठिक्कको गोलो गरेको हो, धेरै ठुलो रोटी जस्तै ठुलो गोलो चाहिँ गरेको छुइनँ। तपाईँले त्यस्तो गरिसकेपछि चाहिँ तपाईँले मजाले प्रेस गरेर त्यो आलुलाई सबै ठाउँमा जान दिने। एकैचोटि तपाईँले फेरि त्यो बेल्नाले बेल्नु हुँदैन। तपाईँले यसो गरेर आलुलाई सबै ठाउँमा गइसकेपछि मात्र तपाईँले चाहिँ बेल्नाले बेल्नुपर्छ। अनि मैले पिठोको धुलो पनि हालिदिएँ। यसो गर्नाले चाहिँ तपाईँको आलु चाहिँ पछि हामीले बेल्नाले बेल्दाखेरि चाहिँ टाँसिँदैन। बिस्तारै हल्का एकदम लाइटली तपाईँले सबै ठाउँबाट गोलो पार्दै गर्नुपर्छ। अनि कहिलेकाहीँ चाहिँ अब त्यसबाट फुटेर बाहिर पनि निस्किन्छ, तर आत्तिनु पर्दैन। त्यसलाई बिस्तारै हल्का पाराले तपाईँले चाहिँ ठुलो कतिको तपाईँलाई राउन्ड कतिको सेप ठुलो चाहिन्छ त्यही अनुसारले तपाईँले गर्ने। हेर्नुहोस् त, मैले यतिको गरिदिएँ। मेरो साइडबाट निस्केको छ, तर तपाईँ नआत्ते पनि हुन्छ त्यसको लागि। अनि हेर्नुहोस् त, यतिको रेडी भएको छ। अब पराठा बनाउनलाई चाहिँ रेडी गरौँ अब तताउनलाई। अनि तावामा मैले तावा चाहिँ मजाले ताप्न दिनु पर्यो। अनि तावामा तपाईँले तेल राखिदिने। अलिकति तेल चाहिँ बेसी चाहिन्छ। तेल जति बेसी भयो, अलिक बेसी भयो भने चाहिँ मिठै हुन्छ। तेल तातिएपछि चाहिँ सबै ठाउँमा तेल लाग्ने गरी गर्नुपर्छ, नभए फेरि टाँसिन्छ। अनि तेल राखेपछि बिस्तारै मैले यो रोटीलाई पनि राखिदिएँ। अनि मजाले घुमाउनुपर्छ, तेल सबैतिर लाग्ने गरी घुमाउनु पर्यो हातले नै। तपाईँले तताउँदै गर्दाखेरि चाहिँ त्यो तलको भाग चाहिँ हेर्दै पनि गर्नुपर्छ, कतिको तातेको छ, कतिको ब्राउन भएको छ भनेर। अनि घुमाउँदै पनि गर्ने। अनि फेरि अर्को साइडमा पनि पल्टाइदिने।
हामीले राखिराख्नु हुँदैन, हामीले घुमाउँदै घुमाउँदै गर्नुपर्छ त्यसरी। यसरी घुमाउँदै घुमाउँदै गऱ्यो भनेदेखि चाहिँ सबै ठाउँमा लाग्छ हेर्नुहोस् त। अनि यतिको हुनुपर्छ। पछाडि चाहिँ यतिको गोल्डन ब्राउन भयो भनेदेखि चाहिँ क्रिस्पी मिठो पनि हुन्छ हेर्नुहोस् त। बिस्तारै बिस्तारै गर्दै गर्दै हामीले चाहिँ पल्टाउँदै सेकाउँदै गर्नुपर्छ। यसो गर्नाले चाहिँ राम्रोसँग पाक्छ। हेर्नुहोस् त यतिको रेडी भयो। हाम्रो यो पराठा पनि रेडी भएको छ। अब मैले चाहिँ दुई ठाउँबाट अलिकति सेकाउँदै तताउँदै पल्टाउँदै गरिरहेको छु। हेर्नुहोस् त कस्तो राम्रो देखियो त। अनि हाम्रो पराठा पनि रेडी भयो। अब यो चाहिँ तपाईँले पराठा तपाईँले दहीसँग खाए भयो, अचारसँग गोलभेडाको अचारसँग खाए भयो, अनि चना आलु झोलसँग जेसँग खाँदा पनि हुन्छ। अनि एकदम मिठो पनि हुन्छ यो। मैले चाहिँ अहिले दहीसँग खान लागेको छु। अनि तपाईँलाई म देखाउँछु पनि भित्र कस्तो भएको छ भनेर। हेर्नुहोस् त यतिकै भित्र आलुको फिलिङ पनि मजाले भरेको छ। एकदम खाँदाखेरि मिठो पनि भएको थियो। तपाईँहरू पनि बनाएर ट्राई गरेर खानुहोस् है। थ्याङ्क यू। अनि मेरो च्यानललाई लाइक सब्सक्राइब गरिदिनु ल। थ्याङ्क यू।